जस्तै भित्र अनि हिउँ पर्दा नि त्योभित्र पसेर सुत्नुहुन्छ अरे। यस्तो ठन्डा पनि एकदम गाह्रो भएको कुराहरू छ। अनि एउटा पड्डु रुम्बुचे र लुङदोक तेन्जिङमा एउटा नामथामा के छ भने उहाँले के भनेको छ नि यो इङ्टीको मोटो सुन्दाखेरि जङ्गलतिर गएर सुन्यो अरे। जङ्गलतिर गएर सुन्यो अरे अनि खाना नभएर चाहिँ त्यो जुन ज्वरो हुन्छ नि त्यो हाम्रो धुवाहरू के हुन्छ नि यसो त्यसमा हो त्यस्तोहरू तल के अरे खनेर अनि त्यही पकाएर त्यो खाएको अरे कि। अनि लुङदोले चाहिँ म 1-2 दिन 15-16 दिन चाहिँ म यसरी अलिकति मागेर चाहिँ चाम्बाहरू मागेर ल्याउँछु भन्दा पटल होइन छोड्दैछु तिमीले यसो गरे पनि तिम्रो पढाइमा तिम्रो ध्यानमा फेरि बाधा पुर्छ हामी यतातिर दोसो गरेर खाउँला भनेर त्यसरी 3-4 महिनासम्म यसो खाएको कहानीमा छ क्या। अब त्यही हेर्दा त हाम्रो त केही पनि होइन तर पनि अहिलेको यो समय अनुसार चाहिँ फेरि अलिकति यहाँ यति साह्रो बस्ने ठाउँ अथवा जुनै कुरा पनि अलिकति गाह्रो छ। त्यसमा अब तपाईँ सबै माइन्ड नगर्नु। अनि जस अब फेरि अग्लो साल अब समय छ भने अब अस्ति नि अनितिको बारेमा भने नि हाम्रो यो तजुर्बा मिलो यो चाहिँ हाम्रो देहा चाहिँ एकदम इम्पोर्टेन्ट हो। पहिलेको जुनीमा हामीले कुनै पुण्य कमाएर चाहिँ प्राप्त भएको हो यसलाई खेरो पार्नु हुँदैन भने चाहिँ अब फेरि अब यो खेरो त आफैले नपारे पनि त्यो ओरिजिनल आफै नै खेरो जान्छ किन त्यो मितावा भन्छ नि अब हो त्यो मितावा भन्ने चाहिँ अनितिले गर्दाखेरि चाहिँ मान्छे अब धेरै बस्दैन हामी त अब बस्न सक्दैन। अब हुनु त मिताको कुरा गऱ्यो भने त अर्को साल हामी भेट्छ थाहै हुँदैन तर पनि हामीले आशा राखौँ अर्को साल फेरि आउनुहोस् तब सबै यहाँ आएर फेरि प्र्याक्टिस गरौँ। अनि जस यो जुनीलाई महत्त्वपूर्ण भनौँ। अनि आफ्नो छरछुरीहरूलाई सिकाउनुपर्छ है तपाईँहरूले आफ्नो छरछुरी नाति प्लान्टी जो भए पनि अहिलेदेखि नै धर्मतिर लगाउनुपर्छ कि पछि त अब छरछुरी ठुलो भएपछि अर्कै स्कुलमा जान्छ अर्कै सम्प्रदायमा जान्छ अनि बाबामा अलग्गै छरछुरी अलग्गै अनि बाजे नातिहरू अलग्गै हुन्छ। त्यसले गर्दाखेरि चाहिँ अहिलेदेखि आफैले चाहिँ धर्मतिर लगायो भने राम्रो हुन्छ। त्यो गर्दाखेरि चाहिँ पछि आफैले पनि ढुक्क हुन्छ नत्र चाहिँ गाह्रो हुन्छ हो त्यो। अनि अब त जति अब यहाँ धेरै पढ्नु आउँदो रहेछ यहाँ पहिले त पढ्नु नआउँदो रहेछ अनि नआउनेहरू पनि सिक्दै गर्नु अलिअलि भयो भने क्याम्डो सेम्के धेरै पनि अब साधारण गमनको बुद्धिस्टको बारेमा धर्सेम अब बजसातो अनि गुरु योगाहरू सिक्यो भने त्यो आफैले फाइदा हुन्छ त्यो आफ्नो लागि हो। अनि अब यो प्र्याक्टिस गर्ने चाहिँ आफैले नै अब हामीले अब सधैँ अब यसरी प्रार्थना गर्छ नि अब मलाई प्रार्थना गर्दैन मलाई केही राम्रो पर्दैन भने अब चाहिँ आफैले प्र्याक्टिस गरेर आफैले ध्यान गरेर आफै ज्ञान प्राप्त गर्ने हो। थाहा पाउनुभयो अहिले हामीले राम्रोसँगले यसरी मोटोदेखि लिएर क्याम्डो मात्रै राम्रो जानेर चाहिँ हामीले प्र्याक्टिस गऱ्यो भने हामी अब मरणको बेलामा छिक्क पर्दो भन्ने हुन्छ कि मरणको बेलामा चाहिँ त्यतिखेर अन्तर्भावमा चाहिँ हामी सबैले एउटा अवसर हुन्छ कि त्यतिखेर चाहिँ हामीले भएको ज्ञान चाहिँ त्यतिखेर सबै आफैले के अरे आफ्नो मनबाट प्रकट भएर चाहिँ दर्शन हुन्छ त्यतिखेर दर्शन हुन्छ। अनि अहिले राम्रो गरेर पढ्यो भने राम्रो गरेर ध्यान गऱ्यो भने त्यतिखेर चिनेर एकैछिनमा बुद्ध ज्ञान प्राप्त हुन्छ भने। अनि अहिले गरेन भन्दा अब त्यो खालि कुनै पिक्चर नदेखेको मान्छेले यस्तो पिक्चर हेरेको जस्तो सरल आउँछ गइहाल्छ अनि त्यहाँबाट सिद्धिन्छ। त्यसले गर्दा हामीलाई अवसर छ हामी मर्दाखेरि जुनै बेला एकदम एउटा बुद्ध ज्ञान प्राप्त गर्ने अवसर जहिले पनि छ भने सक्यो भने यही जुनीमा ज्ञान प्राप्त गर्दा राम्रो हुन्छ। तर हामीसँग क्षमता छ कि छैन भन्नु सक्दैन नभए पनि अनि अन्तर्भावमा चाहिँ हामीले कोसिस गर्नु अहिलेदेखि मलम गर्नुपर्छ प्रार्थना गर्नुपर्छ सकेसम्म हामीले राम्रो विचारले अनि ध्यान गर्नु सक्यो भने चाहिँ हामीले ठुलो अवसर छ क्या हो। त्यसो अवसर चाहिँ हामीले गुमाउनु हुँदैन अहिलेदेखि सोध्नुपर्छ। अहिलेदेखि सोचेर राखेको गऱ्यो भने अब तपाईँले सेटोको उहाँहरू पैसाको छ होइन अब भर्तको बारेमा कहिले कहिले सिक्दै गर्नुहोस् त्यहाँ सबै बताएको त्यो कुराहरू भर्तको अन्तर्भावको बारेमा छ नि हो त्यसको बारेमा अनि कहिले कहिले पढ्दै गर्नु गुरुहरूबाट त्यसको कुराहरू सुन्दै गर्नु त्यो सुन्यो भने आफै त्यो भर्तको बेलामा एकदम फाइदा हुन्छ भनेछ। अनि विशेष गरेर चाहिँ अहिले यो मोन्डोदेखि लिएर मोन्डो चलाउँ जक्सन चाहिँ अब सबभन्दा बेस्ट अब जक्सन त सबभन्दा ठुलो हो। अब यसो जक्सन त अब कुनै धेरै पढेको गुरुहरूले पनि जक्सनको ज्ञान प्राप्त गर्न सक्दैन कि किनभनेदेखि कुनैले त्यो त्यसमा चाहिँ मतलबै हुँदैन कुनै त्यसमा विश्वासै हुँदैन। अरू धेरै पढेर विद्वान भए पनि जक्सनको बारेमा विश्वास छैन भने त्यसले केही फाइदै हुँदैन।
हामी जस्तो बिचो गरेर एक जुनी बिचो गरेर बसे पनि जक्सनमा चाहिँ के अरे महाशान्तिमा हामीले चाहिँ विश्वास छैन, त्यहाँ चाहिँ के अरे हामीले चाहिँ यसरी ध्यान गरेको छैन भने मर्दा केही फाइदा पर्दैन, केही पनि हुँदैन। अर्को जुनमा राम्रो जुनी लिन सक्ला, देवलोकमा जन्म लिन सक्ला, तर एकै जुनीमा बुद्ध ज्ञान प्राप्त गर्नु गाह्रो हुन्छ। हो त्यसले गर्दाखेरि चाहिँ अब त्यहाँ चाहिँ ठुलो सानो कुरा आउँदैन, धनी गरिबको कुरा आउँदैन, बुढा र यङको कुरा पनि आउँदैन है। अनि सबै आफ्नो मनमा श्रद्धा, भक्त, विश्वास अनि आफैले कति चाहिँ ध्यान गरेको छ त्यसमै भर पर्ने हो। तपाईँले फेरि यहाँ अब यहाँ त 1 महिनासम्म गरे, फेरि घरमा गएर अब फ्यामिली बिगार्दा फेरि उता गएर आफ्नो बडबुजुसँग के अरे फ्यामिलीसँग झगडा गर्ने जस्तो, आफन्तसँग अरू मान्छेहरूलाई चाहिँ यो शत्रु भनेर शत्रुकै रूपमा राखेर त्यस हेर्ने त्यस्तो गर्नु हुँदैन। एकदम सौर्नुपर्छ क्या। हामीले जोबा भन्छ नि, जोबा भने छ्यान गर्नुपर्छ। छ्यान गर्नु सक्यो भने केही फाइदा हुँदैन। छ्यान गर्नु सक्यो भने चाहिँ यो जुनीमा के अरे छ्यान राम्रो गर्ने व्यक्ति चाहिँ त्यो चाहिँ अब नर्क प्रेतक पशुमा कहिले जम्मा दिँदैन। छ्यान गर्नु सकेन भने गाह्रो हुन्छ। हो त्यसले गर्दा जहिले पनि छ्यान, जुनै काममा पनि मान्छेलाई बाधा हुन्छ, जुनै काममा कुनै अब्स्टिकल हामीले आउँछ त्यसलाई चाहिँ एकदम सहाएर जानुपर्छ हो त्यो। अनि अब बोधिचिजको भन्नु भनेको धेरै धेरै थाहा हुन्छ, झाङचुक सेम्के भन्छ, इङ्जे भन्छ, त्यो चाहिँ घरिघरि सम्झिनुपर्छ क्या, घरिघरि सम्झिनुपर्छ। त्यो सम्झ्यो भने अनि राम्रो हुन्छ, त्यो गऱ्यो भने अनि धेरै फाइदा हुन्छ। अब त्यो बोधिचिजको पनि हामीले 6 पारमिति भन्छ, 6 पारमितिमा सबै हामीले नसक्यो भने त्यसमा एउटा के अरे कुञ्चुक सेम्के भित्र चाहिँ एउटा मम्बी सेम्के भन्ने हुन्छ। मम्बी सेम्के भने चाहिँ एकदम राम्रो भावना लिएर सबै प्राणी म बुद्ध ठाउँ पुऱ्याउँछु भन्ने खालको विचार। त्यसलाई त पैसा दिनु पर्दैन, किन्नु पर्दैन, केही पनि गर्नु पर्दैन, त्यो मान्न सोध्दैमा त जाँदाखेरि बस्दाखेरि हिँड्दाखेरि सुत्दाखेरि त्यो मात्रै सम्झिने। सबै पहिलेको बुद्धहरूले चाहिँ सबै प्राणीको हित गरेर म पनि त्यस्तै गर्छु भन्ने विचार चाहिँ जहिले पनि सम्झिरहने क्या हो। त्यो सम्झिरह्यो भने त्यसले पनि धेरै चाहिँ पुण्य भर्छ अनि पाप कति हुन्छ भनेछ। ल अब फेरि कोही जानु तपाईँहरू खाता भइसक्यो होला अनि पैसा फेरि अब अस्ति गुरुले धेरै धर्मदेशन दियो। अब मैले त त्यो केही पनि होइन, त्यसले गर्दा सबैले तपाईँहरू यहाँ जस आएर चाहिँ सबै ध्यान सक्सेस गरेँ म मेरोबाट, सबैले टसी त्यसले 2 सय 10 अनि सबै राम्रो गरेर पाल्नुहोस्। अनि बिस्तारै पाल्नु भयो भने हुन्छ, फेरि हात छ भने फेरि छिटै पाल्नु भयो भने हुन्छ। धन्यवाद।